हाम्रो ठोरी भनेको तपाईँको एउटा स्पेसल कृषिमा आधारित ठोरी गाउँपालिका, अर्को कुनै पनि तपाईँको आन्तरिक स्रोतहरू नभएको कृषिलाई नै एउटा पर्यटन क्षेत्र बनाएर कृषि पर्यटन बनाएर चाहिँ हामी अगाडि बढ्न लागेको। त्यसकारणले गर्दाखेरि यो लोप भइसकेको रैथाने बालीहरूलाई अब हामीले चाहिँ तपाईँको चाहिँ एकदमै अगाडि लिएर जानुपर्छ भन्ने हिसाब किताबले रैथाने बालीलाई पनि प्रमोट गर्दै र कमसेकम मध्य प्रदेशको पहिलो तपाईँको चाहिँ कृषि पर्यटन तपाईँको चाहिँ गाउँपालिका भएको हैसियतले हामीले तपाईँको चाहिँ यहाँ आउनु मेन उद्देश्य चाहिँ हाम्रो त्यो हो। ठोरीमा त्यस्तो रैथाने बालीहरू के छन्, के उत्पादन हुन्छ, स्थानीय सरकारले कसरी हेरिरहेको छ, कृषिको क्षेत्रमा के गरिरहेको छ दाइ? यस्तो छ, रैथाने बाली हुन त हिजो तपाईँको परम्परागत रूपमा हामीले लगाइरहेको बाली हो, तर लोप हुँदै गएको कारणले गर्दाखेरि कोदो, जुनार तपाईँको चाहिँ अनि फापर होइन यस्तो यस्तो बालीहरू तपाईँको चाहिँ अलि लोप हुँदै गयो। मकै पनि अहिले लोप हुँदै गइरहेछ। त्यो कारणले गर्दाखेरि हामीले कोदो, फापर, जुनेलो लगाउनेहरूलाई चाहिँ हामीले अझ प्रति कट्ठा 1000 को दरमा गाउँपालिकाले तपाईँको तिनीहरूलाई चाहिँ दिएर पनि लगाउने गरेका छौँ होइन। त्यसलाई चाहिँ कमसेकम लोप हुनु दिनु भएन, यसलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ भन्ने हिसाब किताबले अगाडि बढिरहेछ। अनि त्यो कारणले गर्दाखेरि पनि तपाईँको चाहिँ कृषिमा परम्परागत खेती मात्रै नलगाएर आधुनिकीकरण खेतीहरूलाई पनि अगाडि बढाउनुपर्छ र पर्यटकहरू आउँदाखेरि तपाईँको चाहिँ त्यो लोप भएको बालीहरू जुन छ नि रैथाने बालीहरू, यो चाहिँ तपाईँको लोप हुँदै गएको बाली हो, यसलाई हामीले चाहिँ तपाईँको चाहिँ अगाडि ल्याउनुपर्छ भनेर चाहिँ उहाँहरूलाई चाहिँ त्यस्तो कुराहरू तेर्साएर जस्तै कोदोको रोटी, फापरको रोटी अनि ढिँडो यो तपाईँको हिजो चाहिँ के भन्थ्यो भने नि यो गरिबले खाने चिज हो भन्थ्यो होइन। अहिले चाहिँ तपाईँको धनीमानी र रोगीले खाने चिज भएको छ, त्यसैले त्यसलाई प्रमोट गर्नुको लागि पनि हामीलाई मेन उद्देश्यले पनि। अनि हामीले के गरिरहेको छ भने तपाईँको कृषि क्षेत्रमा अब त्यहाँ ठोरी चाहिँ सिँचाइको एकदम कमी, अनि सिँचाइको व्यवस्था गरिदिने, सिँचाइको तपाईँको चाहिँ मल खादको व्यवस्था गरिदिने र सकेसम्म रैथाने बालीलाई चाहिँ अर्ग्यानिक रूपमा चाहिँ हामीले चाहिँ भित्राउनु पर्छ भन्ने चाहिँ सोच राखेर अगाडि बढिरहेको छ। अब ठोरी तपाईँको गाउँपालिका आफैमा पनि एउटा धार्मिक एवं पर्यटकीय क्षेत्रले पनि सम्भावना बोकेको ठाउँ हो होइन। त्यहाँ निकै अब पर्यटकीय क्षेत्रहरू पनि धेरै छन्, होमस्टेका अवधारणाका कुराहरू पनि छन्। अब यो एउटा कृषि, अर्ग्यानिक उत्पादन, होमस्टे र पर्यटकीय क्षेत्र यसलाई जोडेर कस्तो खालको योजना, कस्तो खालको कार्यक्रम कसरी सञ्चालन भएका छन्, के छन् भनिदिनुहोस् न। ठोरी पहिला नै एउटा ऐतिहासिक ठाउँ, तपाईँको हिजोको बाउ बाजेहरूले नुन ल्याउने ठाउँ एउटा। अर्को कुरा तपाईँको चाहिँ प्रजातन्त्र